नमस्कार साथीहरू, जहिले पनि टाउको दुख्यो भन्दैमा तपाईँहरू सिटामोलै खाएर होइन यो पेन किलरहरू नै खाएर चाहिँ चित्त बुझाइराख्नु भएको छ, त्यसलाई ठिक पारिराख्नु भएको छ भने त्यो चाहिँ एकदम रङ तरिका हो। तपाईँको टाउको दुख्ने भनेको चाहिँ एउटा ब्लड प्रेसर र हार्टबिटले पनि हुनसक्छ। हो, यसलाई चाहिँ डायग्नोस गर्नको लागि हजुरको लागि हेर्नुहोस् त एकदम एडभान्स स्पिग्मोम्यानोमिटर ल्याइसकेको छौँ। नर्मल्ली भन्दाखेरि यसलाई अब ब्लड प्रेसर नाप्ने मेसिन भन्दा पनि सजिलो हुन्छ होइन। यो चाहिँ हामीले डिजिटलमा भयो, रिचार्जेबलमा भयो, पोर्टेबलमा भयो, मजाले हेर्नुहोस् त सानो साइजमा छ, मजाले बोकेर जहिले पनि हिँड्न सक्नुभयो। घरमा बुढापाका हुनुहुन्छ अथवा आफ्नै पनि प्रेसर घटबड भइरहेको छ भने चाहिँ एउटा चाहिँ हजुरले यो घरमा राख्नै पर्ने हुन्छ है। सबैको लागि काम लाग्ने चिज छ। अब यसलाई अनबक्सिङ गरेर हेरौँ, एकदम पोर्टेबल दामीवालामा छ। ल, बट्टा पनि यति दामीवाला आउँछ। टक्क यसलाई खोल्नुहोस्। खोलिसकेपछि यो म्यानुअललाई चाहिँ प्रोपरली पढिदिनु होला, किनकि हेल्थ आइटम हो। हेल्थ आइटम हुने बित्तिकै हजुरको हेल्थलाई चाहिँ हेलचाक्री गर्ने कुरा आउँदैन। त्यही भएर चाहिँ म्यानुअललाई प्रोपरली पढ्नु होला। त्यसपछि हेर्नुहोस्, यहाँ आयो सामान। यो केस भइहाल्यो। चार्जर एउटा केबल पाउनुहुनेछ। यसलाई यता राखौँ। अनि हेर्नुहोस्, यो चाहिँ पुरै डिजिटल डिस्प्लेमा आउँछ, एकदम एडभान्समा छ। अब यहाँबाट हजुरले अन अफ गर्न सक्नुहुन्छ भने यहाँबाट चार्ज गर्न सक्नुभयो। यो चाहिँ डिस्प्ले भयो। यसलाई अन गरौँ। पहिला यहाँबाट अन गर्ने, त्यसपछि हेर्नुहोस् यो डिस्प्ले देखाउँछ होइन। अब यसले चाहिँ तपाईँको अनाउन्स पनि गर्छ है, ब्लड प्रेसरहरू कति छ, के छ, अनाउन्स गर्छ। अब यसमा मोस्टली हामीले कमनली गर्ने मिस्टेक भनेको चाहिँ के हो भने यो हातलाई जस्तो पायो त्यसरी राख्ने, बस्दाखेरि अलिकति अनकम्फर्टेबल स्पेसमा बसिदिने, अनि खुट्टा पनि क्रस गरेर राखिदिने, त्यस्तो चाहिँ गर्नु भएन। खुट्टालाई सधैँ फ्ल्याट सर्फेसमा राख्नु पऱ्यो, सिधा पारेर राख्नु पऱ्यो। ज्यानलाई पनि स्टेडी यसरी रेस्ट गरेर आराम पार्ने गरेर है। तपाईँहरू अनकम्फर्टेबल स्पेसमा बस्दाखेरि चाहिँ के हुनसक्छ भने प्रेसर हाई देखाउन सक्छ अथवा तपाईँको प्रेसर चाहिँ स्टेबल नदेखाउन सक्छ। डिस्क्रिप्सनमा पनि सबै यो प्रिकसनहरू राखिदिएको हुन्छौँ, त्यसलाई चाहिँ प्रोपरली पढ्नु होला यसलाई युज गर्नु अगाडि। नर्मली अब म युज गरेर देखाउँछु है तपाईँलाई। अब टक्क यसको यहाँबाट एल्बोबाट हजुरको 2 सेन्टिमिटर, 1 देखि 2 सेन्टिमिटर तल राख्नु पऱ्यो। राख्दाखेरि यो डायल चाहिँ हजुरले यता घडी जसरी यता पछाडि होइन, यता अगाडिपट्टि राख्नुपर्ने हुन्छ। यसलाई युज नै गरौँ। यसरी खोलिसकेपछि टक्क यसरी लाउनुहोस्। यहाँ 2 सेन्टिमिटर जति ग्याप राख्नुहोस्। त्यसपछि यो लाउँदा पनि धेरै टाइट गर्नु भएन है। यहाँ तपाईँले यसो चेक गर्दाखेरि 1 देखि 2 वटा औँला चाहिँ मजाले छिर्ने हिसाबको ग्याप राख्नु होला है। त्यो गर्दाखेरि एकुरेट आउँछ। तपाईँले फेरि धेरै टाइट गर्नुभयो भने तपाईँको प्रेसर हाई देखाइदिन्छ, धेरै लुज गर्नुभयो भने प्रेसर लो देखाउन सक्छ। त्यही भएर यहाँ चाहिँ 2टा औँला जति छिर्ने ग्याप मेन्टेन गर्नु होला। त्यसपछि यता अन गरिहाल्नुभयो। यहाँ सिम्पली टच गर्ने, यो गर्दाखेरि अनि यसलाई यो मेसिनलाई चाहिँ यो हार्टको लेभलमा है, मुटुको लेभलमा राख्ने। यसरी टेबलमा सधैँ पछाडि कम्फर्टेबली बस्नुहोस् अनि टेबलमा राख्नुहोस्। अनि यो अगाडिको यसलाई स्टेबल पार्नको लागि चाहिँ एउटा तौलियाहरूलाई चाहिँ टक्क अगाडि राख्नुहोस् अनि यसलाई स्टेबल पारेर हार्टको उमा राख्नुहोस्। त्यो गर्दाखेरि यो चाहिँ तपाईँले मुठीहरू नपार्नुहोस्, रिल्याक्स स्टेटमा राख्नुहोस् अनि यसलाई अन गरिदिनुहोस्। अब यसले चाहिँ मेजर गर्छ है, आफैले हावा फिल गरिदिन्छ अनि त्यो प्रेसर जेनेरेट गर्छ। एनालगमा चाहिँ तपाईँको डक्टरले यसो यसो गर्दै गर्नुहुन्छ, यसले चाहिँ अटोमेटिक यहीँबाट प्रेसर जेनेरेट गर्छ। Your blood pressure is systolic pressure 156 millimeter of mercury pillar, diastolic pressure 99 millimeter of mercury pillar. Your pulse is 51 beats per minute. Measuring result is your blood pressure is high. ल हेर्नुहोस्, यसले रिकमेन्डेसन पनि दियो, लास्ट टाइम गएर ब्लड प्रेसर हाई पनि भन्यो होइन। डिस्क्रिप्सनमा मेन्सन गरिदिएको छौँ, त्यसलाई चाहिँ प्रोपरली फलो गरेर हजुरहरूले ट्राई गर्नुहोस्। यसले अनाउन्स पनि गर्छ, एकदम राम्रो खालेमा यो आइसकेको छ। यदि हजुरलाई पनि चाहिरहेछ, घरमा चाहिँ यसको जरुरत छ भने हजुरले पनि स्क्रिनमा देखाएको नम्बरमा कल अथवा मेसेज गरेर नेपालभरि नै अर्डर गर्न सक्नुहुनेछ।